रवि र बालेन अलिकति दीर्घकालीन रूपमा सँगै जाने स्थिति छ? द्वन्द्व चाहिँ बढ्छ, द्वन्द्व व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ र यसमा चाहिँ सभापतिको रूपमा रवि लामिछानेले आफूलाई कति कम्प्रोमाइजमा लैजान सक्नुहुन्छ र कति कुरा सहन सक्नुहुन्छ त्यसमा धेरै निर्भर हुन्छ जस्तो लाग्छ। सिंहदरबारमा जता गए पनि अब रासोपाका मान्यज्यूहरू मात्रै भेटिनुहुन्छ, उहाँहरू चिया गफमै मस्त हुनुहुन्छ भनेर उता रिपोर्टिङ पनि सुन्छु। हुँदा मन्त्रीजीहरू समेत अर्थ मन्त्रालयमा बजेटको पूर्व सन्ध्यामा अब चुकुल लगाएर अर्थमन्त्रीजी बजेटमा व्यस्त हुने भने त सुनेको थिएँ। अब मन्त्रीजीहरू नि यति हैरान भइसक्नु भयो कि उहाँहरू नै ढोका लगाएर चाहिँ उहाँ भौतिक मन्त्री चाहिँ बस्नुपर्ने अवस्था आयो भन्ने कुरा हामीले बेलायतमा सुनेका छौँ। रवि लामिछानेले यो कुरालाई कतिको व्यवस्थापन गरेर अगाडि बढ्नुहुन्छ र उहाँहरूको दुईवटाको स्वभावहरू काम गर्ने आफ्नो आफ्नै स्वभावको बिचमा कतिको तालमेल हुन्छ भन्ने कुरामा धेरै निर्भर गर्छ। सभापति रवि लामिछानेले सुकुम्बासी समस्यालाई लिएर चाहिँ म छाती छाप्न यो तपाईँहरूको चाहिँ बस्तीमा अथवा वासस्थानमा डोजर चल्दैन, तपाईँहरूको वासस्थानमा डोजर चल्यो भने छाती थाप्न म आउँछु भनेर उहाँले भनेका भिडियो क्लिपहरू त हामीसँग छ नि। तर सरकारले तपाईँहरूमा गफ गरिरहँदै आज सुकुम्बासी बस्ती चाहिँ मा डोजर चलाएको छ अथवा खाली गरेको छ। भाद्र 26 गते मेरो जानकारीमा भएसम्म संसदमा विद्युत विधेयक प्रतिनिधिसभाबाट पास हुने चरणमा थियो। 22 र 23 र 24 गतेको आन्दोलनले सबै कुरा चाहिँ 30 खरब गाडीमा सार्वजनिक ऋणमा छौँ। खोइ त उत्पादनमूलक क्षेत्रमा लगानी भएर पुँजी परिचालन हुनु पर्यो। अब एफडिआई पनि धेरै आकर्षण गर्न सकेका छैनौँ, त्यसका पनि हडलहरू छन्। अस्ति भर्खरै पनि चाहिँ 55वटा आयोजनाहरू चाहिँ लगानी बोर्ड मार्फत चाहिँ सूचीकृत भएकोमा जम्मा 2टा आयोजनाहरू चाहिँ अगाडि बढेको भन्ने रिपोर्ट हामीले कता हामीले पढ्यौँ नि। 114-15 वर्षको लामो इतिहास छ हाम्रो। अब यति हामीसँग जेनेरेसन छ, त्यत्रो पोटेन्सियल छ, त्यो अभियसली हामी पछि परेका हौँ। ठुला ड्यामहरू का आफ्नै समस्याहरू छन्, लागत पनि यसको महँगो हुन्छ। हाम्रो डिमान्ड पनि त फेरि कम छ नि, त्यसको लागि त मार्केट पनि चाहियो। मार्केट भनेको कस्तो भने अहिले हाम्रो लागि मार्केट भनेको भारत र बङ्गलादेश नै हो। त्यहाँ पनि कस्तो छ भने डिमान्ड छ तर मार्केट छैन। मार्केट मतलब ओपन छैन। हामीले उत्पादन गरेको वस्तुमा खुला पहुँच छैन। भारतले अहिले बिजुलीमा खुला पहुँच दिएको अवस्था छैन। बङ्गलादेशमा जान पनि हामीले भारतकै माध्यमबाट जानुपर्ने अवस्था छ। दर्शकवृन्द नमस्कार, बिन्दु पोस्टको बिन्दु वार्तामा यहाँलाई स्वागत छ। आज हाम्रो अतिथि हुनुहुन्छ नेपाली कङ्ग्रेसको नेता एवं जलस्रोत विज्ञ डाक्टर मुकेश राज काफ्ले। मुकेश, यहाँलाई स्वागत छ। हस्, धन्यवाद। यो नयाँ सरकार गठन भएको छ, निकै लामो समयपछिको संसदीय गणितमा एक हिसाबले शक्तिशाली सरकार पनि हो। यो सरकारले ऊर्जाको क्षेत्रमा के कस्ता नीति लिनु पर्ला? किनभने तपाईँ आफै पनि यस क्षेत्रको एक किसिमले विज्ञ पनि हुनुहुन्छ। त्यो हिसाबले सुझावहरू के होलान्? सुरुमा मैले यसरी सोधेँ। अब भाद्र विद्रोहपछि मुलुकमा देखिएको एउटा गतिरोध र अनिश्चितता गत फागुन 21 गतेको सङ्घीय संसदको निर्वाचनसँगै केही हदसम्म हटेर गएको छ, अन्यलता हटेर गएको छ र एउटा कम्फर्टेबल मेजोरिटीसहित, बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाएको छ। बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभएको छ र अब 1 महिना मात्रै भएको छ सरकार गठन भएको र सरकारलाई अब शुभकामना छ हामी सबैको तर्फबाट। र ऊर्जा क्षेत्रमा चाहिँ अब 1 महिना यद्यपि अब सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन। अब लोकतान्त्रिक परिपाटीमा हामीले सामान्यतः 100 दिनसम्म सरकारका गतिविधिहरूलाई निगरानी गरेर चाहिँ अब कमेन्टहरू नगर्ने भन्ने एउटा पद्धति हो। यद्यपि अब डे टु डे बहसहरूमा विषयवस्तु त आइ नै हाल्छन्। अब नयाँ मन्त्रीजीले ऊर्जाका क्षेत्रमा अब अहिले प्रारम्भिक चरणमा केही नीतिगत विषयहरूमा बहस चलाउनु भएको जस्तो देखिन्छ। यद्यपि मैले सुरुमै पनि एउटा के सल्लाह दिएको थिएँ भने अब ऊर्जाको क्षेत्रमा हामीसँग पर्याप्त छलफलहरू भइसकेका छन्, पर्याप्त अध्ययनहरू भइसकेका छन्। धेरै नयाँ चिज अहिले इन्ट्रोड्युस गर्नुपर्ने कुरा केही पनि छैन। हामी सबैलाई थाहा छ अहिले हामीलाई चाहिएको बिजुली त्यो पनि कस्तो हो भने ऊर्जामा आत्मनिर्भर बन्ने लाइनमा हामी छौँ।
अब मै कार्यकारी निर्देशक हुँदा हामीले 2072 सालमा ऊर्जा विकास दशक र ऊर्जा सङ्कट काल निवारण गर्ने भनेर 79 बुँदाको एउटा डकुमेन्ट जारी गरेका थियौँ, कार्यक्रम जारी गरेका थियौँ। त्यसै अनुसार नेपालको ऊर्जा क्षेत्र 1 दशकसम्म अगाडि हिँड्यो र त्यसलाई रिभ्यू पनि गर्ने बेला भयो, किनकि 82 पनि सकिसक्यो, 1 दशक त्यसले पार गर्यो र हामीले त्यतिखेर चाहिँ के भने 10 वर्षमा 10,000 मेगावाटको लक्ष्य राखेका थियौँ र त्यो लक्ष्य अनुसार अब अहिले करिब 4,4100 मेगावाटको हामीसँग जडित क्षमता भयो भनेपछि प्रगति 40% को हाराहारीमा भयो भने हामीले मान्नुपर्छ। त्यो सँगसँगै हामीले उत्पादन सँगसँगै ऊर्जा मिश्रणको अवधारणालाई पनि अगाडि बढाएका थियौँ र त्यो अत्यन्तै महत्त्वपूर्ण छ। ऊर्जा मिश्रण, ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रणको जरुरी छ। त्यसमा हामीले परिकल्पना गरेको चाहिँ 40 देखि 50% स्टोरेज अथवा पम्प स्टोरेज जलाशयुक्त आयोजनाहरू चाहिँ हुनु पर्यो। त्यसपछि चाहिँ 30% 35% को बिचमा चाहिँ पिआरआर टाइपको आयोजनाहरू हुनु पर्यो र 20 देखि 25% को हाराहारीमा रन अफ द रिभर प्रकृतिको आयोजना र 5 देखि 10% को हाराहारीमा चाहिँ वैकल्पिक ऊर्जामा सोलर र वायु ऊर्जाको मिश्रण हुनु पर्यो। त्यो मिश्रणले चाहिँ हाम्रो ऊर्जा सुरक्षालाई ग्यारेन्टी गर्छ, हाम्रो प्रणाली पनि स्थिर रहन्छ भन्ने एउटा वैज्ञानिक अवधारणा हामीले ल्याएका थियौँ। त्यसअनुसार चाहिँ कस्तो भने स्टोरेज र पम्प स्टोरेजको प्रगति हुनै सकेन। अहिले हाम्रो चाहिँ मूल फोकस नै हामीले विगतदेखि त्यसैमा गर्नुपर्ने, गएको दशक चाहिँ ऊर्जा क्षेत्र लोकप्रियतावादमा रमायो, काम हुन सकेन। अहिले पनि हामीसँग 4100 मेगावाटको जडित क्षमता छ, तर त्यसमा डोमिनेन्ट फ्याक्टर भनेको डोमिनेन्ट प्रणाली भनेको चाहिँ रन अफ द रिभर प्रणाली के छ, त्यसमा पनि निजी क्षेत्रको छ। पब्लिक सेक्टर अथवा विद्युत प्राधिकरणबाट उत्पादन भएका आयोजना तर सीमित छन्, 700 मेगावाटको हाराहारी मात्रै छ। करिब तपाईलाई अब सहायक कम्पनीहरू जोड्दा 1100-1200 मेगावाटको हाराहारीमा पुग्छ। 80% को डोमिनेसन त निजी क्षेत्रको छ नि। त्यसकारणले 4100 मेगावाटको जडित क्षमता छ, तर अहिले सुखायाममा हामी कुरा गर्दा सुखायाम चलिराखेको छ। अहिले भारतबाट बिजुली आयात गरेर हामीले हाम्रो आन्तरिक माग धान्नुपर्ने अवस्थामा छौँ। यो ग्यापलाई पुरा गर्नको लागि नै स्थिर नहुने, एक्ज्याक्टली यो ग्यापलाई पुरा गर्नका निम्ति जलाशयुक्त आयोजना चाहिन्छ भनेर त हामीले राज्यले एउटा नीति त लिएकै छैन। अब त्यसलाई कार्यान्वयन गर्ने बेला भएको छ। बुढी गण्डकी रेडी टु गो प्रोजेक्टको रूपमा रहेको छ, यसको फाइनेन्सियल मोडालिटी पनि टुङ्गिएको अवस्था छ। अब बुढी गण्डकीलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो। करिब 400 अरब अथवा 4 खरब रुपियाँको लागत यसको अहिले अनुमान गरिएको छ। यसको शोध व्यवस्थापनका निम्ति पनि अब कुरा भइरहेको पनि सुन्छु, यो पोजिटिभ कुरा हो। त्यो कार्यान्वयन गर्नु पर्यो। दुधकोशी आयोजना करिब 670 मेगावाटको छ, त्यसलाई अगाडि बढाउनु पर्यो। त्यसपछि माथिल्लो अरुण आयोजना पिआरआर भए पनि त्यो अत्यन्त आकर्षक आयोजना छ, त्यो आयोजना अगाडि बढाउनु पर्यो। तमोर उत्तर गङ्गा जस्ता जलाशयुक्त आयोजना छन्, तिनलाई अगाडि बढाउने हो अब। र निजी क्षेत्रलाई चाहिँ के हो भने आरओआर आयोजनामा निजी क्षेत्रलाई प्रमोट गर्ने, राज्य अथवा पब्लिक सेक्टर चाहिँ अब आरओआर आयोजनामा प्रवेशले हात हाल्नु हुँदैन। अब वैकल्पिक ऊर्जामा सोलरमा केही काम भएको छ, त्यो सेटिस्फ्याक्ट्री छ। त्यसलाई चाहिँ प्राइभेट सेक्टरलाई त्यसमा आकर्षण गरेर सँगसँगै लिएर हिँड्दै गरेर पब्लिक र प्राइभेट सेक्टरको आपसी सहकार्यबाट ऊर्जा क्षेत्रको विकास गर्ने रणनीति। यो जस्तो ड्याममा आधारित हाम्रा प्रोजेक्टहरू किन बन्न सफल भएनन्? अब यो हाइड्याम आधारित सीमित प्रोजेक्टहरू छन् हामीसँग। अब हामीले अलि विशेष गरेको यो लागतको हिसाबले अत्यन्त महँगो हुन्छ, यो वातावरणीय प्रभावको हिसाबले पनि बढी यो जोखिमपूर्ण हुन्छ। किनभने अब ठुला ड्यामहरू का आफू नै समस्याहरू छन्, लागत पनि यसको महँगो हुन्छ, यसको बजारको सुनिश्चितताको विषयहरू पनि छन्। फेरि आपूर्ति प्रणाली त त्यसमा स्थिर हुन्छ। स्थिर हुन्छ। त्यस कारण हामीलाई चाहिने भनौँ न, अब धेरै ठुलोमा हामी जान सक्दैनौँ, तर हामीले अध्ययन चरणको पुरा गरेर निर्माणमा लाने भनेर चाहिँ तयार गरेका 2-3वटा आयोजनाहरू त हामीले बनाउनै पर्यो। त्यो आयोजना त हाम्रो लागि आवश्यक आयोजना छ। अब धेरै कमर्सियल हिसाबले अब धेरै ठुला अब कर्णाली चिसापानी 10,500 मेगावाट जस्तो आयोजनाको पनि हामी चर्चा गर्छौँ। त्यो आयोजना अहिले नै अब डोमेस्टिक मार्केट त्यसको छैन, हाम्रो डिमान्ड पनि त फेरि कम छ नि, त्यसको लागि त मार्केट पनि चाहियो। मार्केट भनेको कस्तो भने अहिले हाम्रो लागि मार्केट भनेको भारत र बङ्गलादेश नै हो। त्यहाँ पनि कस्तो छ भने डिमान्ड छ तर मार्केट छैन। मार्केट मतलब ओपन छैन। हामीले उत्पादन गरेको वस्तुमा खुला पहुँच छैन। भारतले अहिले बिजुलीमा खुला पहुँच दिएको अवस्था छैन। बङ्गलादेशमा जान पनि हामीले भारतकै माध्यमबाट जानुपर्ने अवस्था छ। त्यसमा अरू कनेक्टिभिटीको पनि समस्या छन्। ती हडल्सहरूलाई पनि हामीले प्यारलली सल्भ गर्दै जाने र आयोजना निर्माण चाहिँ गरिहाल्नु पर्यो। किनभने आयोजना निर्माण भनेको आज सुरु गऱ्यो भने कन्जर्भेटिभ मोडलमै छौँ हामी अहिले। आयोजना निर्माणमा कम्तीमा 10 वर्ष लाग्छ।
अप्टिमिस्टिक साइडमा गयो उनीहरूले धेरै कुरा बलियो अब चुस्त म्यानेजमेन्ट भयो सबै कुरा चाहिँ अब चाहिँ स्मुथली रन भयो भने पनि 6-7 वर्ष त लाग्छ नि त्यस कारणले हामीले त्यसमा जानु पर्यो मेरो सल्लाह चाहिँ अब अहिलेको ऊर्जा मन्त्रीलाई त्यही रहेछ अर्को एउटा नीतिगत विषयमा चाहिँ यो सरकारले अथवा ऊर्जा मन्त्रीले चाहिँ जस्तै विद्युत व्यापार र प्रसारणको कुरामा चाहिँ निजी क्षेत्र पनि सम्पन्न गराउने भनेर नीति लिएको जस्तो देखिन्छ यो जाला त इम्प्लिमेन्टेसनमा यो कुनै नयाँ कुरै होइन यो अलरेडी भइसकेको छ मतलब गइसकेको छ पावर ट्रेडिङ गइसकेको छ इन प्लेस छ ट्रेडिङमा पावर ट्रेडिङमा पनि निजी क्षेत्रलाई चाहिँ बाटो खुला गर्ने भन्ने कुरा छ ट्रान्समिसन लाइनमा त निजी क्षेत्रले काम नै सुरु गरिसकेको अवस्था छ र अलिकति विद्युत विधेयकमा यसो कानुनी संरचना गर्नका निम्ति चाहिँ अब पहिलेकै सरकारबाट प्रयत्न भएकै हो विद्युत विधेयक पास हुने अवस्थामा पनि थियो 26 गते भाद्र 26 गते मेरो जानकारीमा भएसम्म संसदमा विद्युत विधेयक प्रतिनिधि सभाबाट पास हुने चरणमा थियो 22 र 23 र 24 गतेको आन्दोलनले सबै कुरा चाहिँ थियो त्यसकारण विद्युत विधेयक धेरै छलफलपछि चाहिँ आएको छ यो सरकारले अगाडि बढाउला यसमा केही कानुनी संरचनात्मक व्यवस्था गर्नुपर्ने कुराहरू छन् तर नयाँ कुरा मैले भनिहालेँ नि नयाँ कुरा केही पनि छैन र धेरै नयाँ कुरा खोज्न पनि जरुरी छैन किनभने राज्यको अब मेरो आफ्नो अनुभवमा के छ भने अब सबैलाई म के नयाँ गर्छु मेरो चाहिँ नयाँपन देखियोस् भन्ने लाग्छ तर स्टेटले लिएको पोलिसी सबैको पोलिसी हो नि तर कतिपयले जस्तो तर्क वितर्क सुनिँदा के पनि सुनिन्छ भने स्ट्राटेजिक कमोडिटीमा चाहिँ हामीले प्राइभेट निजी कम्पनी निजी संस्थाहरूलाई चाहिँ भित्राउनु हुँदैन सरकारले नै डिल गर्नुपर्छ भन्ने पनि सुनिन्छ कि अब विद्युत त एक हिसाबले पानी विद्युत स्ट्राटेजिक कमोडिटी पनि हो पानीको कुरा फरक हो विद्युतको कुरा अलिकति फरक हो विद्युत चाहिँ अब बाई प्रोडक्ट जस्तै हो पानीको त्यसमा अब सर्वोच्च अदालतबाट व्याख्या पनि भएको छ अब उत्पादनमा त हामी निजी क्षेत्रलाई ल्याइसकेका छौँ नि र प्रसारणको सेक्टरको प्रसारण प्रणाली चाहिँ ह्यान्डलिङ र त्यसको नियन्त्रण चाहिँ राज्यसँग नै रहनुपर्छ त्यसमा केही रणनीतिक विषयहरू जोडिएका छन् बाँकी डिस्ट्रिब्युसन त प्राइभेट सेक्टरलाई नै दिने हो अन्त अन्यत्र पनि त्यही छ इभन इन्डियामा पनि त्यही छ डिस्कमहरू डिस्ट्रिब्युसन कम्पनीजहरू चाहिँ लाई चाहिँ प्रमोट गरिएको छ उत्पादनमा निजी क्षेत्र आइ नै हाल्छ बाँकी रहेको प्रसारणको कुरा त हो प्रसारणमा पनि के हो भने निर्माणका निम्ति निजी क्षेत्रलाई हामीले पिपिपी मोडलमा जान सक्छौँ तर त्यसको चाहिँ एलडिसी मार्फत भनौँ न हैन त्यसको चाहिँ यो डिस्प्याच कन्ट्रोलहरू र नियन्त्रण त फेरि राज्यसँग नै हुनुपर्छ जस्तो हामी धेरै पछाडि परेछौँ भन्ने पनि लाग्छ कहिलेकाहीँ किनभने संसारमा प्रसारण प्रणाली चाहिँ निजी क्षेत्रले गर्दै गर्दाखेरि हामी कहाँ अहिले पनि बल्ल नीति बन्दैछ कि नीति बन्दैछ यो हिसाबले त हामी एक हिसाबले चाहिँ धेरै पछि पनि पर्यो विकासमा हैन 114-15 वर्षको लामो इतिहास छ हाम्रो अब यति हामीसँग जेनेरेसन छ त्यत्रो पोटेन्सियल छ त्यो अभियसली हामी पछि परेका हौँ तर अब जे भयो विगतमा जे भयो त्यसलाई मात्रै लिएर केही छैन अब गर्न सकिने ठाउँहरू छ मूल कुरा के पनि छ भने हेर्नुहोस् लगानीको कुरा पनि छ नि हाम्रो देश अब सानो देश छ हाम्रो आन्तरिक अब जम्मा 20 खरबको हामी वार्षिक बजेट बनाउँछौँ आन्तरिक राजस्वले तपाईँलाई चालु खर्च नधानेको अवस्था छ हामी अहिले 30 खरब हारानीमा सार्वजनिक ऋणमा छौँ खोइ त उत्पादनमूलक क्षेत्रमा लगानी भएर पुँजी परिचालन हुनु पर्यो अब एफडिआई पनि धेरै आकर्षण गर्न सकेका छैनौँ त्यसका पनि हर्डल्सहरू छन् अस्ति भर्खरै पनि चाहिँ 55 वटा आयोजनाहरू चाहिँ लगानी बोर्ड मार्फत चाहिँ सूचीकृत भएकोमा जम्मा 2टा आयोजनाहरू चाहिँ अगाडि बढेको भन्ने रिपोर्ट हामीले कता हामीले पढ्यौँ नि भनेपछि अवस्था त यस्तो छ नि किनभने लगानीकर्ताहरू अझै पनि लगानीकर्ताहरूमा विश्वास चाहिँ पूर्ण रूपमा विश्वास जागृत भइसकेको अवस्था छैन त्यसकारण उनीहरूलाई विश्वासमा लिनु पर्यो कानुनी संरचनाहरूमा परिवर्तन गरेर त्यो लगानीलाई तपाईँले चाहिँ प्रतिफलको ग्यारेन्टी गरिदिनु पर्यो सुनिश्चित गरिदिनु पर्यो यावत कामहरू त छ नि अब अलिकति राजनीतिक विषयमा प्रवेश गरौँ अब यो सरकार गठन भएको 2 हप्तामै पहिलो के अरे श्रम मन्त्रीले राजीनामा दिनुभयो त्यसको केही दिनपछि फेरि लगत्तै गृहमन्त्री पनि विवादित भएर राजीनामा दिनुपर्ने अवस्था आयो अब यो हिसाबले चाहिँ सरकार या फिर नेपालको राज्यको सत्ता चाहिँ स्थिर नहुने हो कि भन्ने प्रश्न पनि फेरि उठेको छ कि संविधानमा त सरकार अब बहुमत प्राप्त दल छ रासोपा त्यसकारणले रासोपाकै सरकार बन्न त अहिले कुनै हिसाबले हडल जस्तो लाग्दैन अब मन्त्रीहरूले राजीनामा गर्ने मन्त्री आउने जाने नियमित प्रक्रिया भए पनि त्यसले धेरै राम्रो सन्देश चाहिँ दिएन
यद्यपि नियुक्त हुन अगाडि धेरै कुराहरू हेर्नु गर्नु पर्थ्यो। अब मैले फेरि अघि नै भनिहालेँ, अब अहिले नि 1 महिना भयो सरकारको बारेमा धेरै नकारात्मक कोणबाट कुरा गर्न जरुरी पनि छैन र त्यो अहिले त्यो परिस्थिति निर्माण भइसकेको हो भन्ने पनि मलाई लाग्दैन। तर समस्या भविष्यमा आउँदैनन् भन्न चाहिँ सकिँदैन, किनभने माटो यही हो, पानी यही हो, हामीले देखेको इतिहास पनि हाम्रो लागि चाहिँ अगाडि छ। किनभने अहिले पनि रासोपाभित्र चाहिँ शक्ति सन्तुलनको विषय छ। सभापतिले मूल धारको नेतृत्व गर्नुहुन्छ, देखिँदाखेरि त रासोपा पार्टी एक्लै छ, तर अहिलेको प्रधानमन्त्री र रासोपा बीचको एउटा समझदारीमा एउटा सहकार्य भएको हो नि। अब त्यो सहकार्य भित्रको अन्डरस्ट्यान्डिङका हिडन कुराहरू के थिए, त्यो कसरी अगाडि बढ्छन् भन्ने कुरा त समयक्रममा हामीले हेर्दै जानुपर्छ। अहिले के छ स्पेकुलेसन भन्नुहोस् अथवा प्रेडिक्सन भनौँ, रवि र बालेन अलिकति दीर्घकालीन रूपमा सँगै जाने स्थिति छ? द्वन्द्व चाहिँ बढ्छ, द्वन्द्व व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ र यसमा चाहिँ सभापतिको रूपमा रवि लामिछानेले आफूलाई कति कम्प्रोमाइजमा लैजान सक्नुहुन्छ र कति कुरा सहन सक्नुहुन्छ त्यसमा धेरै निर्भर हुन्छ जस्तो लाग्छ। काम गर्ने तौर तरिका हेर्दा पनि हुन्छ, सरकारका आफ्नै बाध्यताहरू पनि हुन्छन्। व्यक्तिगत रूपमा त अब बालेन्द्र शाह अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ, म व्यक्तिगत रूपमा खुसी किन छु नि, उहाँ यहाँ इन्जिनियर पनि हुनुहुन्छ, एउटा युवा पनि हुनुहुन्छ, अब केही गर्छु भन्ने पनि छ जस्तो लाग्छ। तर राज्य चलाउने भन्ने कुराहरू अलिकति जटिल विषय पनि हो। तर अब जुन खालको क्याबिनेट फर्मेसन भएको छ र मन्त्रीजीहरूको पर्फर्मेन्समा चाहिँ मलाई अलिकति डाउट छ। यद्यपि उहाँहरूलाई बेनिफिट डाउट दिउँ, काम गर्ने तौर तरिका र शैली र त्यहाँभित्र पनि प्रधानमन्त्री कार्यालयबाट जुन खालको नियन्त्रणमुखी चाहिँ एउटा व्यवस्था गरिएको छ भन्ने कुरा बाहिर आएको छ। यद्यपि हामी भित्र छिरेका त छैनौँ, त्यसले भविष्यमा काहीँ न काहीँ चाहिँ यो समस्याहरू ल्याउन चाहिँ सक्छ र यसले पर्फर्मेन्समा चाहिँ हिट गर्न सक्छ। विशेष गरी दुईवटा घटनालाई हामीले इङ्गित गर्नुपर्दाखेरि जस्तो उपसभामुख चाहिँ राप्रपालाई दिने कुरा एक किसिमले समझदारी रवि लामिछानेबाट भयो, तर बालेन शाहले हस्तक्षेप गरेर चाहिँ श्रम संस्कृति पार्टीलाई दिनुभयो भन्ने कुरा पनि छ। एउटा त्यो हो। अर्को चाहिँ प्रधानमन्त्री बालेन शाहलाई चाहिँ एक्सेस एकदमै सीमित र हतपत भेट्न नदिने भन्ने कुरा पनि आएको छ। भनेपछि यस अर्थमा चाहिँ भविष्यमा हामीले सकारात्मक हुने ठाउँ त रहेन नि, होइन? उकुस मुकुस चाहिँ त्यहाँ देखिन्छ। हेर्नुहोस्, अन्य पार्टीको त अब कुरै छोडौँ, अहिले अब हामीले सुनिरहेछौँ, अब सिंहदरबारमा जता गए पनि अब रासोपाका मान्यज्यूहरू मात्रै भेटिनुहुन्छ, उहाँहरू चिया गफमै मस्त हुनुहुन्छ भनेर उता रिपोर्टिङ पनि सुन्छु। हुँदा मन्त्रीजीहरू समेत अर्थ मन्त्रालयमा बजेटको पूर्व सन्ध्यामा अब चुकुल लगाएर अर्थमन्त्रीजी बजेटमा व्यस्त हुने भने त सुनेको थिएँ। अब मन्त्रीजीहरू नि यति हैरान भइसक्नु भयो कि उहाँहरू नै ढोका लगाएर चाहिँ उहाँ भौतिक मन्त्री चाहिँ बस्नुपर्ने अवस्था आयो भन्ने कुरा हामी बेलामा सुनेका छौँ। उकुस मुकुस चाहिँ म देख्छु। अब व्यक्तिगत चिन्जान भएका धेरै रासोपाका मान्यज्यूहरूसँग कुरा गर्दा, सांसद कुरा गर्दाखेरि उहाँहरूमा उकुस मुकुस म देख्छु। मैले अघि नै भने यो राजनीति यो सम्भावनाको खेल हो। यो हामीले सोचे जस्तो यो स्ट्रेट लाइनमा जाँदैन। कहिलेकाहीँ यो 100-1 0 पनि हुन्छ, 0+1 100 पनि हुन्छ। अहिले त्यो देखिन्छ नि त। त्यस कारणले यो व्यवस्थापन गर्ने विषय पनि हो र पार्टी सभापतिको रूपमा अब रवि लामिछानेले यो कुरालाई कतिको व्यवस्थापन गरेर अगाडि बढ्नुहुन्छ र उहाँहरूको दुईटाको स्वभावहरू काम गर्ने आफ्नो आफ्नै स्वभावको बिचमा कतिको तालमेल हुन्छ भन्ने कुरामा धेरै निर्भर गर्छ। अब हामीले भिडियो क्लिप्सहरू हेरेका छौँ नि, हिजो चुनावको बेलामा सभापति रवि लामिछानेले सुकुम्बासी समस्यालाई लिएर चाहिँ म छाती छाप्न, यो तपाईँहरूको चाहिँ बस्तीमा अथवा वासस्थानमा डोजर चल्दैन, तपाईँहरूको वासस्थानमा डोजर चल्यो भने छाती थाप्न म आउँछु भनेर उहाँले भनेका भिडियो क्लिपहरू त हामीसँग छन् नि। तर सरकारले तपाईँहरूमा गफ गरिरहँदै आज सुकुम्बासी बस्ती चाहिँ मा डोजर चलाएको छ अथवा खाली गरेको छ। यद्यपि त्यहाँ कुनै खालको कन्फर्टेसन भएको छैन, सकारात्मक कुरा हो। कति गर्नुहुन्थ्यो हुँदैन त्यसको बस आफ्नो ठाउँमा होला, तर सभापति र प्रधानमन्त्रीका बीचमा काम गर्ने तौर तरिकामा फरक पनि त देखिन्छ। दलीय व्यवस्थामा सामान्यतः सरकार चाहिँ दलको अन्तर्गत रहनुपर्छ भन्ने अभ्यास हो। विगतमा पनि हामीले प्रधानमन्त्री र पार्टीको सभापति एउटै नहुँदाखेरि हुने समस्याहरू चाहिँ भोगेका छौँ। यद्यपि त्यो विगत थियो। हाम्रो अपेक्षा
आम नेपाली जनताको चाहना त्यो विगत नदोहोरियोस् भन्ने नै हो नि। त्यस कारणले यहाँ नयाँ र पुरानोको डिमार्केसन पनि भयो। पुराना पार्टीहरूले चाहिँ विगतमा राम्रो व्यवस्थापन गर्न सकेनन्, चलाउन सकेनन् भनेर नयाँ पार्टी आयो। त्यस कारणले यो व्यवस्थापनको कुरा चाहिँ महत्त्वपूर्ण छ। हेर्दै जाउँ। अब अलिकति तपाईँकै पार्टी नेपाली कङ्ग्रेसको विषयमा प्रवेश गरौँ। नेपाली कङ्ग्रेसको राजनीति चाहिँ के होला अब काङ्ग्रेस अलिकति सङ्कटमा परेको भन्दा पनि सङ्कटबाट गुज्रेकै हो। अब हामीले अपेक्षाकृत परिणाम ल्याउन सकेनौँ र अब काङ्ग्रेसको आन्तरिक किचलो पनि हेऱ्यौँ पनि होइन। तर अब काङ्ग्रेस एउटा लामो इतिहास बोकेको पार्टी हो। हेर्नुहोस्, यसका आफ्ना चाहिँ घोषित नीतिहरू छन्, सिद्धान्तहरू छन् र इतिहासका कालखण्डमा नेपाली काङ्ग्रेसले यस्ता आरोप अवरोध धेरै बिहोरेको छ। 64 सालमा पनि हामी 23 सिटमा सीमित भएकै हो नि। अहिलेको निर्वाचन पनि काङ्ग्रेसले नचाहेको भए नहुन सक्थ्यो। काङ्ग्रेसलाई थाहा थियो परिणाम धेरै सुखद आउँदैन, तर पनि लोकतन्त्र बचाउनुपर्छ भन्ने कुरामा काङ्ग्रेसले कसैसँग कम्प्रोमाइज गर्न चाहेन। यो आवधिक निर्वाचन हो। त्यस कारणले एउटा पार्टीले जित्छ, अर्को पार्टीले हार्छ र हामीले हाम्रो पराजयलाई एउटा शिक्षाको रूपमा पनि लिएका छौँ। काङ्ग्रेसमा सुधार गर्नुपर्ने विषयहरू पनि छन्, यसलाई सुधार गरेर पनि जानुपर्छ। अब काङ्ग्रेस पार्टी युवा पुस्ताको नेतृत्वमा हस्तान्तरण पनि भएको छ। त्यस कारण अवसरहरू छन्, हामीले यसलाई अवसर र चुनौती दुवैको रूपमा लिएका छौँ र हाम्रा कमी कमजोरी पनि सुधार गरेर आगामी निर्वाचनमा काङ्ग्रेसलाई चाहिँ फेरि जनताको पार्टी बनाउने, जनताको विश्वास जित्ने तहसम्म हामी निश्चित रूपमा पुर्याउँछौँ। अदालतको निर्णयपछि एक ढिका भएर बढ्ला त? त्यसो भए बढ्छ, अवश्य बढ्छ। यद्यपि पार्टीभित्र गुट उपगटको अभ्यासहरू, समूहगत अभ्यासहरू काङ्ग्रेसको एउटा पहिचान पनि हो। त्यो विगतमा पनि हुने नै गर्थ्यो। त्यस कारण त्यसले केही फरक पर्दैन। समग्रमा पार्टी काङ्ग्रेस हिजो पनि एक ढिक्का थियो, बिचमा केही अन्योलता थियो। अब त्यो अन्योलता कानुनी रूपमा पनि चिरिसक्यो, अन्योलता राजनीतिक रूपमा पनि अन्त्य भइसक्यो। त्यस कारणले अब काङ्ग्रेस एक भएर जाने कुरामा हामी चाहिँ विश्वस्त हुन सक्छौँ। अब जस्तै कतिपय कुरा मिडिया पत्रिकामा आएअनुसार पनि, जस्तो नेपाली कङ्ग्रेसले चाहिँ आफ्नो सिद्धान्तको विषयहरूमा चाहिँ सेन्टर टु लेफ्टबाट चाहिँ अब सेन्टर टु राइट जानुपर्छ भन्ने बहस पनि आएको छ। तपाईँको विचार के छ यसमा? अब लोकतन्त्रलाई चाहिँ सबैले स्वीकार गरिसकेको अवस्था भयो। अब यो सेन्टर टु लेफ्ट, सेन्टर टु राइटका विषयहरू पनि मलाई लाग्छ अब अब्सोल्युट मोडमा गइसक्यो। अबको राजनीति चाहिँ आर्थिक मुद्दाहरूमा बढी केन्द्रित भयो। कुनै बेला एउटा फिलोसफी सिद्धान्तलाई चाहिँ संसारमा स्थापित गरेर पनि होडबाजी थियो, एउटा कोल्ड वारै चलेको थियो होइन। अब प्रायोरिटी चेन्ज भयो जस्तो लाग्छ मलाई हेर्नु। त्यस कारणले अब कम्युनिस्ट भर्सेस डेमोक्रेटहरूको बिचको विषय पनि अब ओझेलमा परिसक्यो। फेरि यति भन्दै गर्दा एउटा विषय के पनि हो भने वामपन्थी मोडलमा चाहिँ उनीहरूको अर्थनीति चाहिँ विशेष गरी वितरणमुखी खालको हुन्छ होइन। सो यस हिसाबमा त नेपालमा वितरणमुखी अर्थ प्रणाली कतिको फलदायी छ, कतिको छैन, त्यो हामी देख्यौँ पनि। पैसा बाँडेर मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिन्न भन्ने उदाहरण पनि देख्यौँ हामीले। र सबैभन्दा बढी चाहिँ कङ्ग्रेसकै पालामा 46 सालपछि जसरी निजीकरणमा गएर कतिपय क्षेत्रहरूमा जसरी विकास भएको थियो, त्यो एक किसिमको वामपन्थी एजेन्डा त थिएन, त्यो गैर वामपन्थी एजेन्डा थियो। सो यो हिसाबमा त्यो 63 पछिको कङ्ग्रेसले लिनुपर्ने आर्थिक बाटो या सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू चाहिँ सेन्टर टु राइट हुँदा यसले चाहिँ सही ट्र्याक लिन्छ भन्ने तर्क छ कि? अब काङ्ग्रेस चाहिँ मूलभूत रूपमा आफ्नो नीति चाहिँ छोडेको जस्तो मलाई लाग्दैन। तपाईँले बहुत राम्रो प्रश्न गर्नुभयो। हामीले 2046 सालको प्रजातन्त्र पुनर्स्थापना पछिको 3.5 दशकलाई यदि निहाल्ने हो भने 48 सालमा जब काङ्ग्रेसको बहुमतको सरकार बन्यो, त्यसपछि चाहिँ काङ्ग्रेसले लिएको लिबरल इकोनोमीको पोलिसी हो। अघि हामी ऊर्जा क्षेत्रको कुरा गर्दैथ्यौँ। ऊर्जा क्षेत्रको प्रगति अहिले यहाँसम्म आउनुमा पनि त्यही पोलिसीले काम गरेको छ। त्यसपछि प्राइभेट सेक्टरको म्यासिभ इन्भल्भमेन्ट भयो र अहिले समग्र इकोनोमिक एक्टिभिटिजमा प्राइभेट सेक्टरको जुन संलग्न छ त्यसले हामीलाई भविष्य पनि आशा लाग्दो बनाएको अवस्था छ। हामीले त्यसपछि चाहिँ भनौँ न प्राइभेट सेक्टर, पब्लिक सेक्टर र कोअपरेटिभ सेक्टर भनेर इकोनोमीका हाम्रो अर्थतन्त्रका 3टा पिलर भन्दै व्याख्या गर्दै अगाडि बढ्यौँ। यद्यपि त्यसको कार्यान्वयनको चरणमा
राज्यले उद्योगहरू चलाउनु हुँदैन भन्ने नीति पनि काङ्ग्रेसले ल्यायो र यसमा प्राइभेट सेक्टरलाई नै हामीले प्रमोट गर्नुपर्छ भन्ने हाम्रो कुरा पनि हो। यद्यपि त्यसका कार्यान्वयनको पक्षमा केही समस्याहरू नदेखेका होइनन्, त्यसलाई सुधार गर्दै जानुपर्ने विषयहरू आफ्नो ठाउँमा छन्। अब नेपाल त कस्तो भने तपाईँले केही भएन भन्ने भाष्य निर्माण गरियो 3.5 दशकमा। अब त्यो पनि त गलत भाष्य हो नि त, हामीले त्यो कुरा पनि बुझाउन सकेनौँ। तपाईँले 30 वर्षको चाहिँ यदि स्प्यानमा हामीले आर्थिक प्रगतिको कुरा यदि हामी गर्छौँ भने 30 वर्ष अगाडि 55% नेपालीहरूको प्रति व्यक्ति आय चाहिँ $2 को हाराहारीमा थियो। त्यति चाहिँ हामी गरिब अवस्थामा थियौँ। अहिले आएर त्यो प्रतिशत हेर्नुहुन्छ भने करिब 0 झरेको अवस्था छ हैन। यद्यपि 2011 पछि चाहिँ नेपालको यो गरिबी निवारणमा सबैभन्दा मेजर कम्पोनेन्ट चाहिँ रेमिट्यान्सको रहेको छ। 30% गरिबी निवारण घटाउनमा रेमिट्यान्सको भूमिका देखिन्छ। अहिले पनि हाम्रो कुल GDP को 25% हाराहारी चाहिँ रेमिट्यान्स परिचालन भएको अवस्था छ नि। त्यसकारणले अब इकोनोमिक पोलिसीमा चाहिँ अब निजी क्षेत्रको भूमिकालाई हामी खुम्च्याउनै सक्दैनौँ र वितरणमुखी अर्थतन्त्र, वितरणमुखी आर्थिक नीतिलाई त हामीले नियन्त्रण गर्नै पर्छ यदि हामी समृद्धि चाहन्छौँ भने। हामीले सुरक्षा चाहिँ गर्नु पर्यो। सामाजिक सुरक्षाको विषय चाहिँ राज्यको निम्ति एउटा चुनौतीपूर्ण पनि छ र एउटा जनतालाई राज्य छ भन्ने आवाज पनि हामीले दिलाउन जरुरी छ। त्यसका निम्ति सामाजिक सुरक्षाका कार्यक्रम राज्यले चाहिँ अंगीकार गर्नुपर्छ। तर वितरणमुखी र टुक्रे आयोजनाहरूमा लगानी गरेर चाहिँ एउटा दिगो आर्थिक विकासको नीतिलाई हामीले अंगीकार गर्न सकेनौँ भने चाहिँ त्यसले भविष्यमा पनि अझ समस्या पार्ने चाहिँ म देख्छु। त्यसो भए जस्तो अहिले व्यवसायीहरू ठेकेदार धरपकड भइरहेको छ, यसबारे के भन्नुहुन्छ? यो धरपकड त अब व्यवसायी र ठेकेदार भएर भन्नुभन्दा पनि राज्यको कानुन पालनाका विषयहरूमा आएका छन्। किनभने राज्यको कानुन त सबैले पालन गर्नुपर्छ। मैले व्यवसाय गरे पनि, मैले राजनीति गरे पनि, मैले अध्यापन गरे पनि, मैले अरू काम गरे पनि राज्यको कानुन त सबैको लागि बराबर छ। अहिले कोही व्यवसायी भनेर त्यो कुनै क्षेत्रलाई इङ्गित गरेर धरपकड गरेको भन्दा पनि राज्यका कानुन उल्लङ्घन भयो भन्ने हिसाबले चाहिँ कानुन एक्टिभेट भएको जस्तो लाग्छ। यो कुरालाई त हामीले कानुन ढङ्गबाटै हेर्नुपर्छ, कुनै चाहिँ समूहगत रूपमा हेर्नुभन्दा पनि। यद्यपि त्यो आवश्यक थियो कि थिएन भन्ने कुरामा चाहिँ सरकारले अब पहिला सुन्ने र पछि थुन्ने कि पहिला थुन्ने पछि सुन्ने भन्ने कुरामा पनि विगतमा बहस हुने गर्थ्यो। मान्छे थुन्ने कुरालाई चाहिँ धेरै ठुलो उपलब्धि मानेर चाहिँ बहादुरी देखाउनु भन्दा पनि कानुन इम्प्लिमेन्ट चाहिँ गर्नु पर्यो। कानुनको दायरामा सबै आउनु पर्यो। तर अब सुनेरै कुरा हुन्छ भने त पहिलो प्राथमिकता त्यसमै दिएर राम्रो हुन्छ। अपरिपक्वताकै कुरा गर्दाखेरि चाहिँ जस्तो अघिल्लो पालि गृहमन्त्री सुदन गुरुङले पनि निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पक्रेर फेरि अब अदालतबाट चाहिँ उहाँ चाहिँ एक किसिमले छुट्नुभयो। न्याय त न्याय अन्याय त्यो पछिको कुरा होला, छुट्नुभयो। भन्नुको अर्थ के भने अब त्यो तपाईँ सिधै धरपकडमा जानु, थुन्नु, यो चाहिँ यसले चाहिँ म्यासेज त सही दिँदैन नि त। र विशेष गरी निजी व्यवसायीहरूको हकमा सकेसम्म मैले भनिहालेँ। अब जहाँसम्म पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीको विषय थियो त्यो त बिल्कुलै राजनीतिक विषय थियो र त्यो राजनीतिक पूर्वाग्रह पनि थियो धेरै हदसम्म र त्यो गलत थियो भन्ने कुरा त अब अहिले एउटा स्थापित भएको थियो। त्यो नगरेको भए नै राम्रो हुन्थ्यो। यद्यपि त्यो पास्ट हो, विगतमा पनि हामीले त्यो लेसन चाहिँ लर्न गर्नुपर्छ। बाँकी व्यवसायको हकमा त मलाई लाग्छ सम्पत्ति शुद्धिकरण जस्तो गम्भीर विषय, अब सेयर कारोबारमा टेम्परिङ भएको, ब्याङ्किङ कसुर जस्ता गम्भीर विषयहरूमा चाहिँ छानबिन भइरहेको जस्तो मलाई लागेको छ। अब यद्यपि कतिपय रेपुटेड व्यवसायीहरू अब वाणिज्य सङ्घका पूर्व अध्यक्षज्यूहरू पनि समातिनु भएको सुनिएको छ। अब यो कानुन कार्यान्वयन गर्ने विषय हो। मैले फेरि पनि भन्नुपर्दा यदि सुनेरै
चाहिँ काम पुरा हुन्छ भने पहिला सुन्नमै प्राथमिकता दिन पर्यो, होइन अब हिरासतमै लिएर अनुसन्धान गर्नुपर्ने प्रकृतिको विषय रहेछ भने त त्यो पनि कानुन अन्तर्गतै हुनु पर्यो। यसलाई हामीले त्यसरी नै लिँदा ठिक होला। अर्को एउटा मुख्य विषय छ यो सरकारको संविधान संशोधन गर्ने भनेर, जसमा चाहिँ कार्यदल पनि एउटा बनिसकेको छ। यो संविधानमा संशोधन नै गर्नुपर्ने विषयहरू तपाईँको विचारमा के छन्? यो संविधान चाहिँ हेर्नुहोस्, यो संविधान चाहिँ त्यत्तिकै आएको विषय होइन। यो संविधान ल्याउनका निम्ति त धेरै ठुलो रगत बगेको छ यो देशमा, र यो संविधान सभाले बनाएको संविधान लहरमा संशोधन हुने विषय पनि होइन। हामीले संविधान सभाबाट 2072 सालमा जारी गऱ्यौँ, संविधान जारी गऱ्यौँ, 1 दशक त्यसको हामीले अभ्यास गऱ्यौँ। यो अभ्यासका क्रममा धेरै कुराहरू आएका छन्। चाहिँ राज्य सञ्चालनमा हामीले 3 तहको शासकीय प्रणालीको अभ्यास गऱ्यौँ। स्थानीय तह, प्रदेश संरचना र सङ्घीय संरचना हामीसँग छ। बेसिकली प्रदेशको भूमिकालाई लिएर यहाँ धेरै ठुला गुनासाहरू आए, प्रदेशको काम छैन भन्ने कुराहरू आए। सङ्घीय संरचनामा पनि संसदको आकार धेरै ठुलो भन्ने कुरा आए। समानुपातिक प्रणालीमा प्रश्नहरू उठे। समानुपातिक प्रणाली चाहिँ केवल आसेपासेलाई आफन्तहरूलाई चाहिँ जागिर खुवाउनका निम्ति अथवा त्यो बिक्रीका निम्ति राखेको पद भन्ने कुराहरू आए। डेमोक्रेसीमा यी सबै कुराहरूको हामीले चाहिँ अभ्यास गऱ्यौँ। यो यस्तो प्रणाली बनाएको छौँ कि यहाँ त कसैको बहुमतको सरकारै बन्दैन, कुनै सिङ्गल पार्टीले चाहिँ मेजोरिटी ल्याउँदैन भन्ने पनि भाष्य निर्माण गरेको थियो, यद्यपि त्यो तोडियो। त्यस कारणले ती सबै अनुभव र जनताको तहमा आएका सुझावहरूलाई चाहिँ हामीले समेटेर यो त गतिशील डकुमेन्ट पनि यो संविधान फेरि एकचोटि बनायौँ। यो सदाका लागि चाहिँ त्यही रहन्छ भन्ने कुरा पनि होइन, तर न्यूनतम विषयहरूमा सम्झौता हुन सक्छ जस्तो मलाई लाग्दैन। लोकतान्त्रिक पद्धतिमा सम्झौता हुन सक्दैन। अब शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारीका बहसहरू पनि भएका छन्। त्यस कारणले यो सब चिजहरू त छलफल गर्ने, जनताको राय लिने र समयानुकूल जे ठिक लाग्छ त्यसलाई सबैको एउटा कन्सेन्ससमा चाहिँ संशोधन गर्दा त के आपत्ति छैन। विशेष गरी दुईवटा विषयहरू लामो समयदेखि विवाद नभनौँ यस बहसमै छ। एउटा चाहिँ यसको आर्थिक मोडल समाजवाद र अर्को चाहिँ धर्मनिरपेक्षता। यसमा के रिभिजिट गर्नुपर्ने हो अथवा यही कन्टिन्यू गर्दा ठिक हुन्छ? अब आर्थिक मोडेलको विषय त संविधानमा लेख्ने कुरा पनि भएन। हामीले उदार अर्थतन्त्रको नीति लिएका छौँ। त्यो लोकतन्त्र मूल राजनीतिक प्रणालीले नै त्यसलाई समेटि नै हाल्छ। अब हामी भनौँ न अब एकीकृत जस्तो अब हामी त्यो मोडलमा जान सक्दैनौँ। लोकतन्त्रभित्र उदार अर्थतन्त्रलाई हामीले स्वीकार गरिसकेका छौँ। त्यसभित्र अब पार्टी विशेषका पनि आफ्ना आफ्नै आर्थिक विकासका मोडलहरू हुन सक्छन्। त्यो चाहिँ फरक पाटो रह्यो। धर्म सापेक्ष र निरपेक्षको विषयमा त हामीले लामो समयसम्म धर्म सापेक्षताकोमा पनि मुलुक रह्यो र अब यो संविधानले धर्मनिरपेक्षताको परिकल्पना गरेको छ। यद्यपि हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने आवाज पनि बुलन्द रूपमा उठिरहेको छ। यसलाई छलफल गर्दै जाँदा हुन्छ। अहिले मैले नै ठ्याक्कै यो भन्नुभन्दा पनि अब अहिले निरपेक्षता, धर्मनिरपेक्षताको रूपमा मुलुक रहँदा भएका अप्ठ्याराहरू के छन् भन्ने कुरा छलफल गर्नु पर्यो। र तर जिस्टमा के हो भने धर्मका नाममा अब कसैप्रति पनि अन्याय हुनु भएन। सबै नेपालीहरूले एउटा सम्मानका साथ बाँच्न पाउने र आफ्नो धार्मिक स्वतन्त्रता एक्सर्साइज गर्न पाउने, संविधान र कानुनको दायराभित्र रहेर त्यो धर्मका नाममा हुने विकृतिहरूलाई पनि हामीले रोक्न पर्यो। यी चिजहरू छलफल गर्दै जाँदा एउटा निष्कर्षमा पुग्न सकिँदा जे गर्दा पनि मलाई लाग्छ मुलुकको हितका निम्ति गर्नुपर्छ भन्ने लाग्छ। जनताको रायलाई महत्त्व दिनुपर्छ। हस्, यहाँलाई अमूल्य समयको लागि धन्यवाद। हस्, यो चाहिँ कार्यक्रममा यति समसामयिक विषयमा छलफल गर्ने अवसरको लागि बिन्दु पोस्ट टिमलाई पनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार। कृपया कमेन्ट बक्समा आफ्ना विचारहरू लेख्नुहोस्। हाम्रो च्यानललाई सब्सक्राइब गरी बेल आइकन थिच्नुहोस् ताकि नयाँ भिडियोको नोटिफिकेसन तपाईँलाई सबैभन्दा पहिले प्राप्त होस्। तपाईँको साथ र समर्थनको लागि धन्यवाद।